नमस्ते। हामीले योभन्दा पहिलो भिडियोमा पिसाब पटक पटक किन लाग्छ भन्ने कुराको बारेमा जानकारी दिएका थियौँ। पिसाब पटक पटक लाग्नुको महत्त्वपूर्ण कारण भनेको पिसाब थैली अथवा पिसाब नली सम्बन्धी इन्फेक्सन, जसलाई पिसाबको इन्फेक्सन पनि भनिन्छ। यो मात्रै नभइकन पिसाब थैली, पिसाबको नली अथवा यो पिसाब युरिनरी ट्र्याक भन्छौँ, यो सम्बन्धी इन्फेक्सन गयो, कीटाणु गयो भने चाहिँ पिसाबको इन्फेक्सन हुन्छ। पिसाबको इन्फेक्सन भयो भने कस्तो कस्तो हामीलाई सिम्टम्सहरू हुन्छ त, के समस्याहरू देखा पर्छन्। एक नम्बरमा त हामीले अस्ति कुरा गरे चाहिँ पिसाब पटक पटक फेर्न जानु पर्यो। पिसाब फेर्न जाँदाखेरि जलन हुन्छ। पिसाब फेरेर आयो, पिसाब खलास भएको जस्तो लाग्दैन। राति सुतिसकेपछि पिसाब फेर्न उठ्नु पर्यो। पिसाब फेर्न गइसकेपछि त अलि सफिसियन्ट अमाउन्टमा त पिसाब हुनुपर्छ, तर त्यो पनि हुँदैन। तुरुक तुरुक हुने, थोरै हुने, छिटो छिटो पिसाब फेर्न जानुपर्ने, जलन हुने, अझ पिसाबको इन्फेक्सन माथितिर फैलिँदै गएर मृगौलासम्म पुग्यो भने त हनहन्ती ज्वरो पनि आउँछ। यसलाई चाहिँ हामीले पिसाबका इन्फेक्सनका सिम्टम्सहरू भन्छौँ। यस्तो समस्याहरू देखियो भने यत्तिकै छोड्नु त हुन्न, समयमा नै गएर केही जाँचहरू गर्नुपर्ने हुन्छ। जस्तै नम्बर 1 भनेको पिसाबको साधारण रुटिन माइक्रोस्कोपिक एक्जामिनेसन भन्छौँ। र अर्को महत्त्वपूर्ण जाँच भनेको पिसाबको कल्चर हो। पिसाबको कल्चर दिइसकेपछि मात्र औषधि सुरु गर्नुपर्छ। यदि हामीलाई पिसाबको इन्फेक्सन छ भन्ने कन्फर्म भइसकेको छ भनेपछि युरिन कल्चरलाई छोडिदिने, त्यति नै बेला छोडिसकेपछि एन्टिबायोटिक सुरु गर्नुपर्छ। उपचार भनेको कीटाणुलाई मार्ने भनेको त एन्टिबायोटिक हो। एन्टिबायोटिक सुरु गर्नु पर्यो। कुन चाहिँ एन्टिबायोटिक पिसाबको नलीमा एप्रोप्रिएट हुन्छ, त्यसले राम्रो काम गर्छ, त्यो औषधि सुरु गर्नुपर्छ। सुरु गरेपछि 72 घण्टापछि रिपोर्ट आउँछ। त्यो रिपोर्ट हेर्ने, त्यो अनुसार औषधिले काम गरेछ कि छैन हेर्ने। यदि काम गरेर रहेछ भने त्यसलाई नै कन्टिन्यू गर्ने, होइन भने चेन्ज पनि गर्नुपर्ने हुनसक्छ। तर औषधि सुरु गरिसकेपछि औषधिको कोर्स चाहिँ कम्प्लिट गर्नुपर्छ। कतिपय बिरामीहरूले 2-3 दिन खानुहुन्छ, ठिक भइसकेको महसुस गर्नुहुन्छ, त्यसलाई छोडिदिनुहुन्छ। त्यस्तो भयो भने झन् त्यो कीटाणु अलिक खतरनाक भएर आउन सक्छ र पछि झन् दुःख दिन सक्छ। त्यसैले बार पिसाबमा इन्फेक्सन नहोस् भन्नको लागि राम्रो डायग्नोसिस हुनु पर्यो, जाँच हुनु पर्यो र राम्रो औषधि कोर्स कम्प्लिट गर्नु पर्यो। त्यति मात्रै नभइकन हामीले पिसाबको इन्फेक्सन त हुनै दिनु भएन नि। त्यसको लागि कहाँबाट जान्छ त कीटाणुहरू? हामीले पिसाब फेर्ने अङ्गका वरिपरि पेरिनियम भन्छन्, दिशा गर्ने ठाउँ, पिसाब गर्ने ठाउँकै वरिपरिको हाइजिन मेन्टेन भएन, सरसफाइ पुगेन भने त्यही कीटाणुहरू बढ्दै गएर पिसाबको नलीबाट माथि गएर सङ्क्रमण हुन्छ। त्यसैले नम्बर 1 कुरा लोकल हाइजिन मेन्टेन गर्नु पर्यो। सफिसियन्ट अमाउन्ट अफ पानी खानु पर्यो। 1 घन्टामा 1 गिलासको दरले दिनमा 3 लिटर पुर्याउनु पर्यो र राम्रो भोल्युममा पिसाब फाल्नु भयो भने कीटाणुहरू पनि साफ भएर जान्छन्। धन्यवाद।